गाइजहरू देख्न सक्नुहुन्छ नाली यो चाहिँ जिसिबी एक्सकाभेटर यहाँबाट छिर्छ यसो यस्तो छ चोक यस्तो यस्तो बिचमा यो बिचको भाग यता साइडको भाग यो पानी खाने ठाउँ पानी झर्ने ठाउँ पानी झर्ने ठाउँ यो चाहिँ यस्तो बिछ्याइ छ यहाँ पट्टी राख्ने ठाउँ यो साइडमा पालको भित्र यसरी पुल बनाएको छ अरू दिन ठाउँ यस्तो पारिपट्टि यस्तो यो साह्रो दिन ठाउँ खान्छ साह्रो हुन्छ साह्रै फेरि यस्तो सफा गरेर यहाँबाट यस्तो पानी चाहिँ त्यहाँबाट उतो कालो पाइबाट आउँछ यसरी यो साइड साइडमा पानी पनि हुन्छ बिचमा चारो यो चारो चाहिँ यहाँ माथि पाइपबाट यसरी एउटाबाट आउँछ अर्कोबाट जान्छ यो दुईवटाबाट झर्छ आउँछ यताबाट चाहिँ आउँछ यहाँ झर्छ यो चाहिँ पङ्खा यसको लागि बङ्गुराखोरको ट्याङ्की देख्न सक्नुहुन्छ यस्तो ट्याङ्की यो साइडको पट्टी यसरी यो साइडको बेरा यो पुरानो पट्टी झरिसकेको अवस्था नयाँ पट्टी हालिसकेको अवस्था देख्न सक्नुहुन्छ गाईहरू यसरी दुईपट्टि यसरी पट्टी निर्माण गरेर यसमा यस्तो कन्सोलर राखिन्छ यो चाहिँ साइडमा यसरी बोल्टमा नट कसेर यसरी राखेको हुन्छ देख्न सक्नुहुन्छ टाइट गरेको यसरी ठाउँ हावा फाप्ने ठाउँ पछाडिपट्टि मिसिन हुन्छ यसरी हावा निस्किने ठाउँ राखिएको हुन्छ यसरी फोडेको अवस्था पाइप हाल्नुको लागि सकिन लाग्यो उतापट्टि त्यो एरिया त्यसमा फोडेर अब पाइप हालिन्छ देख्न सक्नुहुन्छ गाईहरू माथि सिलिङ कस्तो छ भन्ने जिज्ञासा जाग्न सक्छ देख्न सक्नुहुन्छ सिलिङको अवस्था बत्ती यसरी गरिएको हुन्छ माथि कम छरिएर लममा यो बिचमा चाहिँ चारोको बनाएर स्पेस देख्न सक्नुहुन्छ चाहिँ साइडको यो बङ्गो दौडिने बाटो यस्तो यत्रो बाटो छोडेर जान्छ तिन गेटको गाईहरू चाहिँ यसरी बल पारिन्छ त्यस्तो पत्तीलाई यसरी पारेर यस्तो स्ट्यान्ड बनाएर यसरी बल पारिन्छ
गाइजहरू यहाँ चाहिँ ढलान कार्य चलिरहेछ। देख्न सक्नुहुन्छ यो दक्षिण कोरियाको अत्याधुनिक मिसिनबाट यसरी ढलान गर्ने कार्य चल्छ। माथिबाट पम्पिङ गरेर फ्याँकिरहेको छ माल। देख्न सक्नुहुन्छ गाइजहरू एकदमै ठुलो पानी परिरहेछ। त्यो पानी परेको बावजुद पनि देख्न सक्नुहुन्छ ढलान कार्य तीव्र रूपमा सन्दुले बोकिरहेछ। ढलानहरू बनाउनसँग हेलो गाइज, यो ढलान पछिको अवस्था देख्न सक्नुहुन्छ गाइजहरू। यस्तो ढलानपछि यो साइडको पट्टि यो पाइप बिचमा यसरी कन्सला राखिन्छ यसरी। यो चाहिँ गोबर तान्ने मोटर देख्न सक्नुहुन्छ। यस्तो मोटरबाट यो त्यहाँबाट घेर्ने पाएर यो रस्सी यताबाट पल्लापट्टिबाट यस्तो घुमाएर यहाँबाट यसो पारेर यो रस्सी मोटर होइन यसरी यताबाट वहाँसम्मको यो चाहिँ यहाँ छिराएर घेर्ने देख्न सक्नुहुन्छ गाइजहरू। त्यहाँ त्यत्रो मोटो चेन लाएर यत्रो सानो मोटरबाट चाहिँ चेन हो पुरै खपेर त्यहाँ मोबिल लान्छ। यो चेन हो। उताबाट यसरी यहाँ कोनामा एल बनाएर यहाँबाट यसरी सपोर्टर गिर्ने त्यहाँबाट यस्तो बनाएर वहाँसम्म लास्टसम्म